घाउ भएछ भनेर आमाले दुखी बन्दै हतारिँदै ध्रुवको घाउमा सुमसुम्नु लाग्दा ध्रुवले भन्नुभयो आमा म लडेको होइन। के भएको त बाबु भन्दा म लडेको होइन मेरी आमा, मलाई लडाइएको हो। कसले लडाए बाबु तिमीलाई? मेरी आमा आज म बुबाका काखमा गएर बस्दा मेरो भाइ चाहिँ गएर बुबाका काखमा बस्दा सौजनी आमाले माया र श्रद्धा गर्नुभयो भने आज मलाई चाहिँ काखमा बस्ने बित्तिकै अनेक अपजस लगाएर कहिले एक थोक गाली गरिरहेछ, कहिले अर्को थोक गाली गरिरहेछ, अनेक अपशब्द लगाएर मलाई मेरी आमाले सौजनी आमाले हुर्याउँदा आज म आँगनमा मैदानमा लडेर घाउ भयो। हे आमा यो अत्याचार मैले के गरिरहेको थिएँ र यो अन्याय म माथि बज्रियो। ध्रुवले बिलौन गरेर भन्दा आमा डराउनु भयो। मेरो बाबु ध्रुव आज तिमीलाई यसरी पो लडाइएको हो। आज मेरो छोरो बुबाका काखमा गएर बस्दा त यति धेरै पीडा दिइन्छ र यति धेरै अत्याचार गरिन्छ भने, राज्य सिंहासनको अधिकार खोज्यो भने आज मेरो छोरालाई एक दिन यिनीहरूले मारिदिनेछन्। आज यिनैका पीडा र यिनैको अत्याचारले गर्दा मेरो छोरो मर्ने भयो। बुबाले के भन्नुभयो त बाबु भन्दा बुबाले त रमिता हेरेर बसिरहनु भयो, केही भन्नु भएन भनेर जब भन्दा आमा रुन लाग्नुभयो। मेरो भगवान आज यस्ता बच्चालाई यदि अन्याय परिवारकै सदस्यले गर्छन् भने कुनै दिन ठुलो भएर मुख चलाउन लाग्यो भने रिसायो भने जिउँदो नछोड्ने रहेछन्। गयास बनाएर छोरोलाई काखमा लिएर गन्थन गर्दै ध्रुवले आमालाई भन्नुभयो मेरी आमा अब म यो घरमा बस्दै कहाँ जान्छौ त बाबु भन्दा आमा अब म जङ्गलमा जान्छु। किन जाने भन्दा सौजनी आमाले मलाई पिट्नुभयो, कुट्नुभयो, अभागी भन्नुभयो, दुर्भगा भन्नुभयो। ए आमा म अभागी हो त म दुर्भगा हो त भनेर ध्रुवले सोद्धा आमाको मनमा साह्रै दुःख थियो। तर पनि ध्रुवले नराम्रा कुरा सोच्ला र बच्चाको बाल मस्तिष्कमा असर पर्ला भनेर आमाले भन्नुभयो बाबु सौजनी आमाले जे भनेको छ त्यो सब सत्य कुरा हो। तिमीले पिर मान्नु हुँदैन, तिमी अभागी पनि हौ, दुर्भगा पनि हौ, किनभने म जस्तो अभागिनी आमाका कोखबाट तिमी जन्मियौ। जे सत्य हो त्यो भन्नुभयो, त्यसमा तिमीले दुःख मनाउ गर्नु हुँदैन भने ध्रुवले भगवान परम पुरुषोत्तम परमात्माको सम्झना गरेर भन्नुभयो मेरी आमा त्यसो भए अर्को एउटा कुरा पनि सौजनी आमाले सत्य भन्नुभएको छ। त्यो के भन्दा ए अभागी ध्रुवे त यदि पिताजीको काखमा बस्न मन भए, यदि यो दरबारको सिंहासनमा बस्न मन भए जङ्गलमा गएर भगवान परमात्मालाई तपस्या गरेर वरदान लि भगवान खुसी गराएर वरदान प्राप्त गरेर अनि बल्ल आइस भने अनि तँलाई बुबाको काख र दरबारको सिंहासन मिल्छ। मेरो छोरो भनेर जन्मिस् भने अझ छिटो मिल्छ भनेर भगवान भन्दा पनि आफूलाई सर्वश्रेष्ठ बनाएर आज सुरुचि माताले जब भन्नुभयो त्यसो हुनाले गर्दा मेरी आमा हो म यो कुरो पनि त सौजनी आमाले सत्य भन्नुभयो होला, म यो घरमा बस्नु हुँदैन। आमा डराउनु हो मेरो बाबु त्यसो नभन्नु न, हेर म तिम्रो मुख हेरेर बाँचिरहेको छु। तिम्रा पिताजीले हेला गरेर यति धेरै अत्याचार गरेर मलाई एउटा झोपडीमा राख्दा मैले केवल तिम्रो मुख हेरेर बाँचिरहेको छु। ध्रुव तिमी पनि जङ्गलमा गयो भने मेरो हालत के बन्ला? त्यसैले बाबु यसो नगर, हेर म तिमी बिना रहन सक्दिनँ। जङ्गलमा बाघ भालु जीव जन्तुहरू जनावरहरूले खान्छन्। जङ्गलमा गएपछि बाघ भालुको डर हुन्छ, मर्नु पर्छ बाबु। त्यसो हुनाले गर्दा बाघ भालुले मारिदिन्छन्, तिमी जङ्गलमा जानु हुँदैन अनि ध्रुवले भन्नुभयो मेरी आमा आज हजुरले भन्नुभयो जङ्गलमा बाघ भालु जीव जन्तुहरूले खान्छन्, मरिन्छ भन्नुभयो। तर आमा
आज सौतेनी आमाले बुबाका काखमा बसेका बेलामा मरे मरोस् भनेर कुड्दै कुड्दै मलाई आँगनमा हुर्याएर मरोस् या बाँचोस् कुनै मतलब नगरिकन यो विभेद व्यवहार गरेर यो घरमा मरे तुल्य दुःख भोगेर आज यो घरमा यो कष्ट भोगेर 1000 बार यही घरमा मर्नु भन्दा बरु जंगलमा गएर एक बार मर्नु उपयुक्त हुन्छ। आज मर्नका लागि तरबारै शरीरमा पर्नु पर्दैन, प्राणै जानु पर्दैन। महाराज कहिलेकाहीँ मरेतुल्य पीडा जीवनमा भोग्नु पर्यो भने त्यो मरेकै बराबर हुन्छ। त्यसैले घरमा 1000 बार मर्नुभन्दा बरु जंगलमा गएर एक बार मर्न तयार छु। आमा मलाई बिदा दिनुहोस् न है भनेर ध्रुवले भन्दा अनि ध्रुवले उठेर हिँड्न लाग्दा आमाले च्याप च्याप पाखुरामा पक्रनु भयो। 5 वर्षको कलिलो उमेरको बालकको पाखुरा सानो हुन्छ। आमाले पक्रनु भयो। बाबु ध्रुव नजाऊ न, हेर तिमी जानु हुँदैन, तिमीलाई केही भइहाल्यो भने म त बर्बाद हुन्छु, त्यसैले उमेर भएको छैन, तिमी जानु हुँदैन भन्नुभयो। आमाले थपक्क स्थानेर काखमा राख्नुभयो। दिन बितेर गयो राजन। त्यो दिन घरमा कसैलाई भोक छैन। आज मेरा छोरोको यो दुर्दशा यति धेरै अन्याय अत्याचार गर्दा त मैले सहिरहनु पर्यो भने अब मैले कसरी भगवान यो सन्तानलाई छोराछोरीलाई बचाउन सक्छु होला यो घरमा। आमाले रातभरि दिनभरि चिन्तन गर्नुभयो। राति भयो 7 बज्यो 8 बज्यो रातिको छोरालाई पाखुरामा पक्रनु भएको छ। ध्रुव उठेर मधुवन जङ्गलतर्फ जान खोज्दै हुनुहुन्छ, तर आमाले पक्रिएपछि जान सक्ने कुरो भएन। तत्पश्चात गएर रातिको 11 बज्यो छोरालाई काखमा लिँदा आमा निधाउनु भयो। आमाका हातबाट ध्रुवको हात छुटो। आमा निदाइरहेको बेलामा ध्रुव जुरुक्क बसेको आसनबाट मध्यरातको समयमा उठ्नुभयो र आमाका गोडामा निदाइरहेकी आमालाई ढोगेर मेरी आमा अब म जङ्गलमा जान्छु है। आज हजुर बिउजिएको बेलामा त मलाई हजुरले जङ्गलमा जान नदिनु हुने हो। जङ्गलमा गएर मैले भगवान पाएँ भने फर्कौँला। यदि म मरि भनेर मलाई कुनै जीव जन्तुले खाएछ भने आमा मलाई बिर्सिदिनुहोस् है, म जान्छु भनेर गहरी आँसु बगा बनाएर रुँदै रुँदै ध्रुव आमाको निराएको बेलामा जब घरबाट भनौँ दरबारबाट जब निस्कदा आज देवताहरू पनि चकित परे। ओहो ध्रुवको बडो वेदना। आज एउटा बालक कुनै समयमा आमा कहिलेकाहीँ राति बाथरुमतिर जानु पर्यो भने आमाको साडीको फेद पक्रेर आमा मलाई डर लाग्छ भनेर बाहिर निस्कने ध्रुव आज सौतेनी आमाले गरेका अभद्र व्यवहारले पीडित बनेर केही कुनै चिजको डर भए नलिकन बाहिर निस्किएपछि आज नारद गुरुलाई दया लागेर आयो। कठै त यो बालक यिनलाई मैले अवश्य पनि बचाउनु पर्छ, रक्षा गर्नुपर्छ, कृपा गर्नुपर्छ भनेर गुरु टुप्लुक्क आउनुभयो। नारद गुरु अब हजुरले आज मलाई दर्शन दिनुभयो, यो मेरो अहोभाग्य हो। हे गुरु मलाई हजुरले अब मार्गदर्शन गर्नुहोस्। म भर्खरको बालक 5 वर्षको सौतेनी आमाका वचनले त म निस्केँ, तर कसरी भगवान पाइन्छ, कसरी भगवानलाई भजने हो भन्ने कुरो मलाई केही पनि थाहा छैन गुरु। त्यसैले मलाई मार्ग निर्देशन गरिबक्सियोस् भन्दा हे बाबु तिमी कहाँ जङ्गलमा जान लाया? जङ्गलमा के ढुङ्गो माटो जस्तो सजिलै फुत्त फुत्त भगवान मिल्ने हो र? 1000औं वर्षसम्म भगवानको तपस्या गर्ने सन्तहरूले त सजिलैसँग भगवान पाउनु भएको छैन भने आज तपाईहरूले भगवान पाउन बाबु तिमीले सजिलोसँग सक्दैनौ भन्दा गुरु जे भए पनि म जङ्गलमा नगई छोड्दिन भन्नुभयो। आमाहरूले भनेका कुरा यस्तै हो, दुःख मान्नु हुँदैन। बामाले भनेका वचनमा छोराछोरी रिसाउने, घुर्की लाउने अनि इख मार्ने। बुबाआमाले कहिलेकाहीँ
रिसा झोका मरिहाल्यो नि हुन्थ्यो नि कस्तो बुद्धि होला पनि त भन्नुहुन्छ नि भन्नुहुन्न र ए मेरी आमालाई म चाहिया रहेछ मरिहाल्यो नि हुन्छ भन्नुभयो भनेर घरै छोड्ने नराम्रा विचारहरू गर्ने गरौँ भने त्योभन्दा ठुलो कुपुत्र र कुपुत्रीहरू हुँदैन बाबु। त्यसैले तिमी कुपुत्र नभन जानु हुँदैन जङ्गलमा। ध्रुवले भन्नुभयो गुरु हजुरले सही भन्नु कुरो सही हो। आज हजुरले भने जस्तै बामाले भन्नुभएका वचनलाई इख बनाएर कुनै सन्तान रिसाउँछन् झगडा गर्छन् र बामालाई शत्रु बनाउनतिर लाग्छन् भने त्योभन्दा ठुलो कुपुत्र र अपराधी अरू कोही हुनै सक्दैन। हो सही हो बाआमाले जन्म दिने बुबा आमाले 1000 बार गाली गरे पनि त्यसलाई स्वीकार्नु पर्छ। तर मेरो गुरु आज मलाई सौतेनी आमाले भन्नुभएको कुरा याद आउँछ। हजुरले भने जस्तै बाआमाले छोराछोरी बिग्रन लागे भने छोराछोरी खराब भए भने छोराछोरीले मार्ग बिगार्न लागेर आचरणविहीन बनेर स्वभाव नराम्रो देखाए भने सुध्रिउन् भनेर हितका लागि 1000 बार गाली गरे पनि बाआमाले गरेका गालीलाई अमृतुल्य मान्नुपर्छ। तर तिनी मातापिताले छोराछोरी नराम्रो बनुन् बिग्रिउन् खराब हुन् तिनीहरूलाई केही मतलब छैन मेरो भनेर अपहेलना गरेर वचन लगाइन्छ भने त्यो एकै वचन रहेछ भने पनि त्यो विषतुल्य हुन्छ। त्यसैले मेरी आमा आज हजुरले वचन लगाउनु भयो। हे नारद गुरु आज सौतेनी आमाले म एउटा 5 वर्षको बालक आमाका काखमा बस्दा मैले के बिराएको थिएँ मबाट के भूल भएको थियो के चाहिँ बिग्रनेवाला थियो र मलाई कुटपिट गरेर लचार पचार बनाएर आमाले मैदानमा हुर्याउनु भयो। त्यसो हुनाले गर्दा म अब फर्कदिन मलाई ज्ञान दिनुहोस् भनेपछि अनि ध्रुवले भगवान परमात्माको पूर्ण रूपबाट चिन्तन गरेको निश्चित बुझेर नारद गुरुले बडो सुन्दर ज्ञान दिनुभयो। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। वासुदेवाय भज वासुदेवाय। वासुदेवाय भज वासुदेवाय। वासुदेवाय भज वासुदेवाय। वासुदेवाय भज वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। सबैले प्रेम भावको साथमा जोरदार ताली बजाउनु। आदतले दुर्बलाई ज्ञान बताई। आदतले दुर्बलाई ज्ञान बताई। सुखदेवले परिचिताई ज्ञान बताई। सुखदेवले परिचिताई ज्ञान बताई। यही ज्ञान बताई यही ज्ञान बताई ज्ञान बताई यही ज्ञान बताई। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय।
शिवले पार्वतीलाई यही जान बताए शिवले पार्वतीलाई यही जान बताए ब्रह्माले सरस्वतीलाई यही जान बताए ब्रह्माले सरस्वतीलाई यही ज्ञान बताए 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 ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय 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 भद्र वासुदेवाय वासुदेवाय भद्र वासुदेवाय नमो भगवते वासुदेवाय नमो भगवते वासुदेवाय नमो भगवते वासुदेवाय नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय नमो भगवते वासुदेवाय नमो भगवते वासुदेवाय नमो भगवते वासुदेवाय। बोलिए वासुदेव भगवान को जय। सच्चिदानंद भगवान को जय। यसरी बडो सुन्दर ढङ्गबाट भगवान परमात्माको नाम द्वासाक्षरी मन्त्रलाई हृदयमा राखेर ध्रुवले धन्य मेरो गुरुवर म हजुरका शरणमा परे अब मलाई हजुरले मार्ग दर्शन गरिबक्स्यो अब म कृतार्थ पनि मेरो गुरुवर यो चिन्तन गरेर ध्रुवले नारद गुरुलाई ढोगेर वृन्दावन र मथुराको बीचको मधुवन धाममा गएर पहिलो महिनामा 3 दिन बिराएर खानुभयो। बडा सुन्दर आनन्द गर्ने आहा हाम्रो उषा सङ्ग्रौला म्यामको नानी जय होस्, दीर्घायु सुस्वास्थ्यको कामना जय होस्, जोरदार ताली जय होस्, भगवानको भयतिर होस्। सच्चिदानन्द भगवानको ज्ञानीजने त्यसो हुनाले गर्दा परम पुरुषोत्तम परमात्मामा भयतिर होस्। बुवाहरूलाई धेरै धेरै नमन हार्दिक स्वागत। सधैँ बसौँ है, आनन्दले नाच्नुपर्छ रमाइ। त 3 दिन बिराएर पहिलो महिना, दोस्रो महिनामा 6 दिन, तेस्रो महिनामा 9 दिन, चौथो महिनामा 12 दिन र 5औं महिनामा महाराज सम्पूर्ण अक्सिजन पनि नलिकन भगवानको कठोर मधुवनमा तपस्या गरेपछि आज सारा स्वर्ग आदि देवताहरूको पनि श्वास प्रश्वास प्रक्रिया बन्द भयो र अन्तिममा भगवान परम पुरुषोत्तम परमात्माका अनुकम्पाले राजन आज शुभ लग्न 12 शुभ नक्षत्र शुभ पुण्य दिनमा भगवानले हरिअवतार धारण गरेर ध्रुवलाई दर्शन प्रदान गर्नुभयो। हरिअवतार भगवानको लाजा वृष्टि भयो, पुष्प वृष्टि भयो, धुन्दुबिया बजे, घण्टनाद बज्यो, शङ्ख मृदङ्गनाथका माध्यमबाट धन्य धन्य भगवान हजुरका चरणविन्दमा नमन भनेर आज हरिअवतार भगवानलाई दर्शन गरी पश्चात ध्रुवलाई केही ज्ञान भएन। भगवान अब हजुरलाई मैले के भन्ने होला, प्रभु सन्चै छ भन्ने होला कि ढोग्ने होला कि नमस्कार गर्ने होला कि प्रभु कल्पनै गरेका थिएन यति चाँडो हजुरले मलाई दर्शन दिनुहुन्छ होला भनेर अब मैले हजुरसँग परमात्मा कसरी हजुरलाई सम्बोधन गरेर सम्मान गरौँ भन्दा भगवानले चट्ट छोइदिने बित्तिकै ध्रुवमा वेदान्त परक भगवानको दिव्य स्तुति गर्ने सामर्थ्य बढेर आयो र ध्रुवले भगवानको स्तुति गर्नुभयो। ध्रुवोवाच योऽन्त प्रविश्य मम वाच मिमां प्रसवतां सञ्जीवयत्यखिल सर्वधरासुदम्
अन्यां सहस्रचरण श्रवणातो गादेन प्राणान् नमो भगवते पुरुषाय तुभ्यं। हे प्रभु हजुर धन्य हुनुहुन्छ। आज संसारका चराचर जगतको प्राणीको कल्याणार्थ हजुरले अनेक अवतार धारण गर्नुभयो। मेरो यो अन्तरात्मामा विराजित भगवान तपाईभित्र प्रविष्ट भएर आज म भित्र भएको सम्पूर्ण सुप्त ज्ञानहरूलाई जसरी सञ्जीवनी विद्यालय मरेको व्यक्तिलाई जीवनदान प्रदान गर्न सक्छ, त्यही प्रकारबाट मलाई यो जीवनदान गरेर ज्ञान प्रदान गरिदिनु भयो। हजुरका चरणबिन्दुमा प्राणस्वरूप भगवान सतत कोटि कोटि नमन छ। अद्भुत भगवानको स्तुति गान गरिसके पश्चात ध्रुवको त्यो चिन्तनद्वारा भगवान प्रसन्न भन्नुभयो र आज ध्रुवले गर्नुभएको बडो दिव्य सुन्दर स्तुतिमा प्रसन्न बनेर ध्रुव 36,000 वर्षसम्म राज्यको पालना गरेर अन्तिममा मृत्युका शिरमा पाउ राखेर ध्रुव तिमी ध्रुवलोकमा जानेछौ, ध्रुवलोकमा जानेछौ बाबु, निर्धक्क हो भनेर बडो प्रेमले सम्झनु भयो। ध्रुव आउनुभयो पिताजीका साथमा रहेर पिताजीको राज्य सम्हाल्नुभयो। मेरो ध्रुव बाबु 36,000 वर्ष राज्य गर्ने यो अद्भुत शक्ति तिमीमा छ, तिमी धन्य रहेछौ, मेरो वन्दना छ भनेर राज्य सिंहासन दिनुभयो। राज्य गर्दै जानुभयो। उत्तम र यक्षको बीचमा लडाईँ हुँदा उत्तम पराजित हुनुभयो। मृत्युमा प्राप्त भएपछि यक्ष र ध्रुवको लडाईँ भयो अनि रोकिदिनुभयो ब्रह्मादि देवताले। बाबु आफूसँग पाएको क्षमताको दुरुपयोग गर्नु हुँदैन। पछि गएर क्षमा माग्नुभयो यक्षगणसँग र उत्कल पुष्करणी आदि गरेका विविध वंशहरू विस्तार भए। तदवस्थात गएर राजन तिनै ध्रुव नाम गरेका बालकले 36,000 वर्ष राज्य पालना गरेर मृत्युका शिरमा पाउ राखेर ध्रुवलोकमा जानुभयो। सच्चिदानन्द भगवानको समाज गर्ने भक्तवृन्द, एउटा महत्त्वपूर्ण कुरा यहाँनेरि आएको छ। बुझिबक्सेला